हेलो नमस्ते सम्पूर्णलाई। हामी सौराबाट कुम्रोजको लागि जिप सफारीमा निक्लिसकेका छौँ। हात्ती र हात्तीको बच्चा देख्न सक्नुहुन्छ जुन बाटोमा हामीले देखेका छौँ र हामी यसरी जिप सफारीमा निक्लिएका थियौँ। हामी जिपमा 12 जना थियौँ र हामी कुम्रोजको लागि निक्लिएका छौँ। जाँदै गर्दा बाटोमा सानो हात्तीको बच्चा जसको नाम थियो राजकुमार, जो उसले सबैलाई दर्शन गराउँदै थियो र बाटोमा हामी हिँडिरहेका थियौँ र हामीले सुन्दर गैँडा देख्यौँ र निकै नै मनमोहक एकसिङे गैँडा, चितवनको लागि प्रख्यात एकसिङे गैँडालाई देखेका छौँ र निकै नजिकबाट निहाल्ने अवसर पाइयो। उक्त गैँडाले जिप सफारीमा हिँड्ने क्रममा हामीलाई गाडी रोकेको पनि थियो। निकै नै राम्रोसँग स्पष्ट रूपमा हामीले देख्न सक्यौँ गैँडालाई। रमाइलो गर्दै हामी हिँडिरहेका छौँ। गैँडा एकदमै नजिकबाट भाले गैँडा देखिएको छ र जहाँ हामी कुम्रोजको पोखरीको बिचमा एउटा सामुदायिक थारू दराईको एउटा सामान्य पसल कुम्रोजको र जहाँ टुरिस्टहरूको भिड तराई बोटे ताल भनेर चिनिन्छ, त्यहाँ पुगेर कुम्रोज यात्रामा रोकिन्छ र बाटोमा हामीले विभिन्न जनावरहरू देखेका थियौँ र तपाईहरुलाई हामीले जस्ताको तस्तै देखायौँ र यो हामीहरूको फोटो। हामीहरू पनि 3 जना भाइहरूलाई लिएर म गएको थिएँ, जुन देख्न सक्नुहुन्छ कुम्रोज मध्यवर्ती सामुदायिक उपभोक्ता वन भनेर देखिएको छ र यसरी हामीले वन्यजन्तु आरक्ष पनि घुमेका छौँ। यसरी नै हाम्रो सौरा यात्रा